अन्य सवारहरू हुनुहुन्छ बुद्ध रामशरण नेपाली, पिउड सुशील थापा मगर, सिपाही अभिषेक खारू, सिपाही सुदीप केसी, सिपाही सुभाष डागी, सिपाही लोकेन्द्र बहादुर छेत्री, सिपाही केशव गवाडी, सिपाही भूपेश गुरुङ, सिपाही पारस नाथ र सिपाही वीरेन्द्र कुँवर। झन्डै लडेको एकजना Now we have 6 bar and referee zone. In the 6 bar event, female equestrian trainees will jump over 6 obstacles placed at equal distance with varying heights, whereas the male equestrian trainees will perform referee zone. सवारहरू हुनुहुन्छ पिउड उषा देवकोटा, पिउड कविता थापा, सिपाही प्रमिला खड्का, सिपाही भूमिका राई, जमदार समीर कुमार पोखेल, हुद्दा सीताराम गर्दी, पिउड योगराज विष्ट र पिउड अरुण थापा। केही अघि सम्पन्न 10 पेरिङमा द्वितीय हुँदैको छ पिउड सुरेश चौधरी र प्रथम हुँदैको छ हुद्दा परशुराम मगर। Likewise, in the 10th pegging, the second position is secured by Lance Corporal Suresh Chaudhary, and the winner is Sergeant Parsuram Mulabagar. सबले गरे मैं दुईजना गयो दुईटा केटीहरु सुरुको गएन सेकेन्ड र थर्ड गए यो फोर्थ पनि एउटा खाली कि दरबार हान्यो दरबार हान्ने है गाउँ खाने त्यो धनुषबाट रहेछ क्या ए खुकुरी
विशिष्ट अतिथिगण महिला तथा स्वजन प्रेम अब ब्यारल रेसिङ तथा डगरद्वारा विशेष जम्प र डोरीमा हिँड्ने कला प्रदर्शन हुनेछ। Distinguished guests, ladies and gentlemen, now we have barrel racing along with various demonstrations by military dogs. मञ्चको पूर्वतर्फ सञ्चालन भइरहेको ब्यारल रेसिङ एक द्रुत गतिको रोडियो खेल हो। घोडाको एथलेटिक क्षमता र सवारको घोडचढी कौशलको आवश्यकता पर्ने यस खेलमा त्रिभुज आकारमा राखिएका 3वटा ब्यारल तोकिएको ढाँचामा सफलतापूर्वक पार गरी जुन सवार कम समयमा फिनिसिङ लाइन पार गर्नेछन् सोही सवार विजयी हुनेछन्। ब्यारल रेसिङका सवारहरू हुनुहुन्छ जमता रामकृष्ण अधिकारी, पीर सुरेश चौधरी र सिपाही सन्तोष भण्डारी। यसैगरी मञ्चको अगाडि कपाल स्ट्यान्डर दलहरूद्वारा डोरीमा हिँड्ने कला प्रदर्शन हुँदैछ। सैनिक कारबाहीका दौरान भेटिन सक्ने सम्भावित बाधाहरूलाई दलले सजिलैसँग पार गर्नका लागि डोरीमा हिँड्ने अभ्यास गराइन्छ। The barrel from the Trustees Congress panel dogs are showcasing old walking skill. डोरी हिँडेको त देख्यौ डक्टर चिनिने यस एजेन्टहरूलाई सैनिक कारबाहीका लागि उपयुक्त मानिन्छ। हेर उठ्यो At this moment, Salvatore is demonstrating jumping skill. This Belgian Illinois possesses the flexibility and high operation capabilities, enabling to overcome various obstacles with ease during their task. केबीराली सम्पन्न भएको विशेष सवारले 4वटा घोडामाथि सन्तुलन कायम गरी सवार गर्नेछन्। सहभागी सवार हुनुहुन्छ। The participant is one. सुपरमैन हो क्या आर्मीको सुपरमैन आर्मीको सुपरमैन त्योभन्दा अगाडि पुग्ने सवार विजयी हुनेछ। We now present you the chasing horse race alongside a special obstacle crossing demonstration by dogs. यसमा सहभागी सवारहरू हुनुहुन्छ जमदार रामकृष्ण अधिकारी, हुद्दा रामशरण न्यौपाने, हुद्दा परशुराम बुढामगर, पीठ योगराज श्रेष्ठ, पीठ अरुण थापा, पीठ सरोज केसी, पीठ लक्ष्मण रावल, पीठ ओमबहादुर परियार, सिपाही रविन बाबु पोगटी र सिपाही सन्तोष भण्डारी। अब मैदानको मध्य भागमा जनरल सेफोर्ड ल्याब्राडोर र कङ्ग्रेस स्प्यानियल दलहरूबाट बाटाको प्रदर्शन हुनेछ। अपरेसन तथा विभिन्न प्रकोपका दौरान आइपर्ने सम्भावित बाधाहरूलाई सजिलै
At the center of the ground, Jordan Seafood, Labrador and Cocker Spaniel dogs will demonstrate their obstacle crossing skills. Newly trained dogs are displaying their ability to overcome obstacles, demonstrating their operational capabilities and effectiveness in overcoming barriers during military operations. जसपछि पार गर्छ होइन पार गरेर जान्छ हो त्यो पनि आगो पार गर्छ के लगायो त्यो आगो मैले पुलमा के हाले आगो गर्छ त्यहीबाट डग आउँछ क्या समाप्त भयो त्यसले आगो छोडा त हुन्न त्यो आगो निभा त्यसले मानेन क्या दुधले विशेष अतिथिगण महिला तथा सदनले घोडाजात्रा समारोहको अन्तिम प्रस्तुतिका रूपमा फाइल जम प्रस्तुत हुनेछ के हाल्यो नि च्यालेन्ज गर्नु ओके ग्यास विधामा प्रथम र द्वितीय हुनुभएका घोडसवार प्रतियोगीहरूलाई पुरस्कार प्रदान हुनेछ Distinguished guests, ladies and gentlemen, now the chief guest will present awards to the winners of the social competitions and then begin. सोजममा तृतीय हुनुभएको छ गैरसैनिक प्रतिस्पर्धी करण चौधरी In Sojam, the second position is secured by non-military participant Karan Chaudhary. देख्यौ तान्नी देख्यौ यसै गरी सोजममा प्रथम हुनुभएको छ जमदार समीर कुमार पोखरेल And the winner of the Sojam is Warrant Officer Class 2. त्यहाँ छ नि आगो निभाउँदैछ नि हेर न यी ऊ त्यहाँ आगोमा हेर न यसै गरी टेन पेगीमा तृतीय हुनुभएको छ पीयूष सुरेश चौधरी Likewise, in 10th pegging, the second position is secured by Lance Corporal Suresh Chaudhary. र टेन पेगीमा अब प्रश्न डगिन थियो यस खेलमा सहभागी सभामा छ सुविधा शेषराज खड्का घोडा स्प्रिट The first rider is Warrant Officer Class 1, Sishas Khadka, astride straight. यस्तै दोस्रो सवाल हुनुहुन्छ Astride Virudha.
अब ककर स्पेनियल डगहरू अभियुग र पञ्चीबाट अतिथिज्यूहरूलाई सलाम हुनेछ। In the center of the stage, Labrador dog Kitty will be presenting the flowers, whereas the dog's popular spaniels, Aviv and Georgie, will be welcoming at the center of the pavilion. विशिष्ट अतिथिगण महिला Horses have been an inseparable companion of human civilization and have played a significant role in agriculture, transportation, warfare, ceremonial occasions, and in sports, fostering bond between human and horses. टाङ्गन घोडा दौडमा सहभागी सवारहरू हुनुहुन्छ। सवार पारस बडाल, सवार सम्मान घटी मगर, सवार मनोज भोल र सवार भीमबहादुर चन्द्रमा। विशिष्ट अतिथिगण महिला तथा सज्जनप्रेमी ग्राउन्डको मध्य भागमा गार्ड डगबाट सुट अट्याक हुनेछ। In the center of the ground, a guard dog attack demonstration will take place. डगहरूको हमला र डरलाग्दो गुणलाई सदुपयोग गरी अपराधी, हत्याडारी वा कुनै पनि व्यक्तिको शङ्कास्पद उपस्थितिको प्रतिकार गर्न वा पूर्व सूचना दिनका लागि गार्ड डगको प्रयोग गरिन्छ। यस समारोहस्थलमा अहिले दुईवटा जर्मन शेफर्ड डगहरू मन्ना र बागोबाट सुट अट्याकको प्रदर्शन भइरहेको छ। Guard dogs are trained to attack trails, alert security persons, and counter protection criminals or intruders. Here, two German shepherds, Mama and Barber, are showcasing their attack drills. Yes, I would like to draw attention to a serious case in the western section of the ground. पहिलो चरणको चार्जर घोडा दौडमा सहभागी सवारहरू हुनुहुन्छ। सिपाही दीपक रोका, घोडा बायजी, सिपाही सुदीप केसी, घोडा भेलोसिटी, सिपाही उमेश चौधरी, घोडा वीरभद्र, सिपाही मनिष खड्का, घोडा फेभरेट र सिपाही सुन्दर तामाङ, घोडा निर्भय। We now have first three Sarcer horse race. त्यसैगरी अब दोस्रो चरणको चार्जर घोडा दौड सुरु हुँदैछ। सवारहरू हुनुहुन्छ सिपाही आकाश पुञ्ज, सिपाही सागर ओली, घोडा अमन, सिपाही सन्तोष भण्डारी, घोडा शैलेश्वरी र सिपाही कृष्णबहादुर केसी, घोडा कण्ठ। We now have second three Sarcer horse race. घोडा दौड सुरु हुँदैछ। सवारहरू हुनुहुन्छ सिपाही केशव दवाडी, सिपाही लोकेन्द्र बहादुर छेत्री, सिपाही सन्देश थापा छेत्री, सिपाही अभिषेक थारू र सिपाही अरुण खामे। We now have 2 or 3 Sarcer horse race. केही बेर अघि सम्पन्न दोस्रो चरणको चार्जर घोडा दौडमा सिपाही रविन बाबुको गति तृतीय हुनुभएको छ भने सिपाही राजेश कुमार मोजी प्रथम हुनुभएको छ।
In the second phase, are horse race. The second position is secured by Private Ravi Babu Bogoti, and the winner is Private Rajesh Kumar Boji. द्वितीय भएको छ भने सिपाही भूमिका राई प्रथम भएको छ। In the third phase, horse race. The second position is secured by Private Pramila Khadka, and the winner is Private Bhumika Rai. विशेष अतिथिगण महिला तथा सज्जनवृन्द, अब म यहाँको ध्यान यस मैदानको मध्यभागमा केन्द्रित गराउन चाहन्छु। उक्त स्थानमा अशोक कलामध्येको रोमाञ्चक खेल सवार र घोडाले तर्तिमा रूपमा पार गर्नुपर्नेछ। सबैभन्दा कम समयमा कम गतिका साथ कोर्स पुरा गर्ने सवारलाई विजेता घोषित गरिनेछ। May I kindly draw attention towards the center of the stage where we present you the show jump event. This event are located at the center of the field, measures 60 to 50 meters, and is set up according to the international standards. It features 11 obstacles of varying heights and distance, with both the rider and horse most clear in sequence. The winner is determined by the previous scores of the shortest competition. हुन्छ भने सहभागी मध्ये यस वर्ष 4वटा नयाँ घोडा र 4 जना नयाँ सवारहरू हुनुहुन्छ। These horse panel for today's event, including suit jumping, chain pegging, and horse trailers, are Lieutenant Colonel Nirmal Bahadur Shah and Major Deepak Ali. This year, an additional 4 riders and horses are participating for the first time. सोजम खेलको पहिलो सवार हुनुहुन्छ जमराज सबिन कुमार पोखरेल, घोडा हाइब्रिड। The first participant of suit jump is Warrant Officer Class 2, Sabin Kumar Pokhrel, astride hybrid. हिँडेर अघि सम्पन्न चौथो चरणको चार्जर घोडा दौडमा सिपाही लोकेन्द्र बहादुर छेत्री द्वितीय हुनुभएको छ भने सिपाही सन्देश थापा छेत्री प्रथम हुनुभएको छ। In the fourth phase, charger horse race. The second position is secured by Private Lokendra Bahadur Chhetri, and the winner is Private Sandesh Thapa Chhetri. दोस्रो सवार हुनुहुन्छ करिसनी प्रतिस्पर्धी करण चौधरी, घोडा लेडीजी। Second participant is non-military participant Karan Chaudhary, astride Vijay. सहसेनानी विकल्प थापा, घोडा ह्याप्पी। Third participant is Captain Bikalpa Thapa, astride Happy. एउटा डन्डी
सुबेदार रामहरि खड्का घोडा मेघमहान। And this warrant officer class 1 Ramhari Khadka astride Meghmahan. कम्पिटिसन हो एउटा भेन सुरु हुन्छ त्यसको एउटा यहाँ पनि पर्छ। 6औं सवार हुनुहुन्छ जमुदार रामकृष्ण अधिकारी घोडा कलिङ्गा। Sixth participant is warrant officer class 2 Ramkrishna Adhikari astride Kalinga. म यस्तै गरी दौड्न सक्छु सातौं सवार हुनुहुन्छ आठौं सवार हुनुहुन्छ जमदार रामबहादुर दाहाल घोडा सोजलको अन्तिम सवार हुनुहुन्छ पियुष युवराज विष्ट घोडा रुबेली। And the last participant of Sujal is Lance Corporal Vishwa astride Devi. In today's ceremony, 21 riders of Nepal Cavalry will perform patterns such as flowers, gates, axes, swordsticks, and harsu. It is led by Warrant Officer Class 2, Sabir Kumar Bukre.
मध्य भागमा डगहरूद्वारा विभिन्न कला प्रदर्शन हुनेछ। Likewise, various artistic performances by the military dogs will take place at the center of the ground. भर्खरै सम्पन्न सोजमा वैज्ञानिक प्रतिस्पर्धी करण चौधरी द्वितीय हुनुभएको छ भने जमुदार सबिन कुमार पोखरेल प्रथम हुनुभएको छ। In the Sultan, the second position is secured by non-military participant Karan Chaudhary, and the winner is College Officer Class 2, Sabir Kumar Patel. सहभागी डगहरूले कमल फुलको आकृति बनाएका छन्। Meanwhile, the dogs have formed the Lotus Lake Formation. यति बेला घोडसवारहरूले फुलको आकृति निर्माण गरेका छन्। At this moment, the riders has formed the formation of flowers. यस्तै डगहरूबाट एक्सन ड्रिल प्रस्तुत हुँदैछ, जसमा ह्यान्डलहरूले अप्यार गरेको प्रदर्शन डगहरूले समेत अप्यार गर्नेछन्। Meanwhile, dogs are showcasing action drills synchronized with their movements. घोडसवारहरूले गेटको आकृति निर्माण गरेका छन्। The riders has formed the formation of kids. डग हेऱ्यो खै त येलो कलरको मलाई त्यो के हो त्यो येलो कलरको लगाएको घोडसवारले एक्सको आकृति अर्को लगेर झाडु आकाशमा घाइतेबाट बढेको छ। क्यास्परले ह्यान्डललाई पम्प गर्दै आत्तिएर ह्यान्डलको जाने भएको इसारा गर्दै अरूसँग सहयोग माग्दै सबैले डग केटी 50 सामग्रीहरू ह्यान्डलमा बढेको ठाउँसम्म पुर्याउन मद्दत गरिरहेको छ। Meanwhile, the handler has been serving the phone on the ground. The Casper is trying to revive the handler and signaling others to move. While the dog kitty has brought the medical supplies and trying to protect herself. यति बेला घोडसवारहरूले स्वस्तिकको आकृति निर्माण गरेका छन्। The riders has formed the formation of system. सैनिक दल कला अन्तर्गत अबको क्रममा स्वस्थ वातावरण बनाउनको झल्काउने उद्देश्यले जताभावी फोहोर गर्न हुँदैन भन्ने सन्देशका साथ डग केटीद्वारा प्रदर्शन भइरहेको छ। In an effort to convey message of maintaining clean and hygienic environment, the dog caddy is actively picking up waste and disposing it in dustbin. यसै गरी डग ह्यान्डलले दिएको हातको इसारामा डगहरूले एक्टिभिटी हुँदै सहायता गरेका छन्। The dogs are solitary cats with remain. घोडसवारहरूले यति बेला घोडाको नालको आकार बनाएका छन्। Meanwhile, the riders has formed the formation of pursuit.
इतिहासलाई केलाउँदा 18औं शताब्दीतिर टाङ्गन घोडा मार्फत पत्रपत्रिका तथा हुलाक सामग्री टाढा टाढाको स्थानमा पुर्याउने क्रममा केही क्षण आराम गराउन तथा लडाईँको समयमा शत्रुको फायरबाट कम क्षति होस् भनेर सानो टाग्रे बनाउनका लागि सवारले घोडालाई जमिनमा लडाउने गरेको पाइन्छ। यसका कमान्डर हुनुहुन्छ अमलदार किशोर बसेल, सवारहरू हुनुहुन्छ अमलदार विक्रम खड्का, सिपाही अभिषेक थारू र सिपाही कृष्णबहादुर केसी। Now we present you the pony lay-down drill. In this drill, riders will make their horses lie down. Horses to rest briefly while delivering mail and newspapers. Also used to hide from the enemies during firing and battlefields, narrowing the target area. The commander is Corporal Kishore Basil. विशिष्ट अतिथिगण महिला तथा सज्जनजी, अब प्रस्तुत हुँदैछ टेन्ट पेकिङ। ऐतिहासिक लडाइँमा घोडचढी फौजले द्रुत गतिमा शत्रुमाथि धावा बर्बाद गर्ने कार्यलाई आजको यस समारोहमा प्रस्तुत गरिँदैछ। घोडाहरू 50 देखि 60 किलोमिटर प्रति घण्टाका दरले दौडने यस सिपाही सन्तोष भण्डारी घोडामाया यो लन्छन् के आफ्नो। यसै गरी अब प्रस्तुत हुने टेन्ट पेकिङ ग्रुप फायरमा सवारहरू हुनुहुन्छ सुबेदार शेषराज खड्का, घोडा एसपी जमदार रामकृष्ण अधिकारी, घोडा फेभरेट टाइम यो कस्तो स्पिडले हाम्रो नेपाल हतियारै थियो। टेन्ट पेकिङ अन्तर्गत अब प्रस्तुत हुँदैछ टिम सर्ट, जसमा सवारहरू हुन्छ सहसेनानी देखेको त्यहाँ हेर न, तल हेर न, त्यहाँ हेर त्यहाँ हेरिराख। एउटाले लगेन, ग्याप भयो नि त, ग्याप थियो कि। जीवित देवी कुमारीको उपस्थितिमा मनाइने पहाडचरी जात्रा र भद्रकालीमा हुने पूजाको प्राचीन समयदेखि विशेष सम्बन्ध रहिआएको पाइन्छ। सोही विशिष्ट सम्बन्ध अनुरूप सैनिक वंश टुलिकेमा मनाइने यस घोडजात्रा ऐतिहासिक कालदेखि नै जीवित देवी कुमारीबाट समेत नजर हुँदै आए अनुसार आजको समारोह पनि नजर हुने निवेदन गर्दछु। A significant and long-standing tradition associated with this ceremony is the presence of the living goddess Kumari, who graced the event with a divine gaze. In accordance with this tradition, the Nepal Cavalry sends देख्यौ उता देख्यौ उता हेर देख्यौ।
training of children. It is believed that the temporary rules of following nurses in Guru Sabha are series of messages to prevent its resurgence. This tradition is a stick of Nirvana Fabric. The motto of Nepal Fabric is a strict devotion and service, whereas the Colonel Commandant is Major General Kiran Kisi and the commanding officer is Lieutenant Colonel Emil Kisan. टोली मञ्चको अग्रभागतर्फ अघि बढ्दैछ। सेवा स्मारक धर्म आदर्श वाक्य रहेको श्री भैरव बहादुर गुरुङको स्थापना विक्रम सम्वत 1900। In front of the dais, Nurbahan Company is marching forward, which was established in 1940 with the motto service duty. The company commander is